सो गाइस त कस्तो हुनुहुन्छ तपाईहरु आई होप तपाईहरु बढिया हुनुहुन्छ म पनि एकदमै ज्यादा राम्रो छु एन्ड आज चाहिँ हामी तपाईहरुको लागि लिएर आइसकेको छौं एउटा नयाँ गेम जसको नाम हो ड्रग डिलर सिमुलेटर 2 असली है ये लोंडा यस गाइस तपाईहरु सही सुन्नुभयो आज हामी खेल्नेवाला छौं ड्रग डिलर सिमुलेटर 2 को डेमो यदि हामीलाई राम्रो लाग्छ भने यो गेम हामी यसको न्यू भर्जन पनि किन्ने छौं नहीं झूठ बोल रहा है र अहिले चाहिँ यसमा के हुन्छ भने खास गरी हामी चाहिँ ड्रग्स को माफिया हौ र हामीले चाहिँ यहाँ आफ्नो यस शहरमा ड्रग्स को सप्लाई गर्नुपर्ने छ ड्रग्स यताउता गर्नुपर्ने छ यु क्यान समझ एक तरफ चाहिँ हामी डिलर भइसकेका छौं यस गेममा अरे कहना क्या चाहते हो र स्टार्ट गरौँ गेमलाई गेमको ग्राफिक्स अति नै ज्यादा ग्राफिक्सको कुरा गर्दाखेरि अति नै राम्रो रहेको छ ये बड़ी अच्छी बात कही आप एज यू क्यान सी जस्ट मेरो पोटेटो पिसीले गर्दा यो ल्याग गरिरहेको छ एन्ड लेट्स सी गाइज आज चाहिँ हाम्रो यस इनकमिङ कल आउँदैछ लेट्स सी को छ ट्याबमा एन्ड ओके यतातिर ओके एडी भन्नेको कल आउँदैछ गाइज सेल वी यस यस ओके Yo, hope you're up. I would let you sleep yesterday off, but I के had त some भन्दैछ trouble. गाइज यो One eternity later. सो गाइज यसले चाहिँ हामीलाई के भनेको छ भने यसले हामीले चाहिँ यसलाई भेट्नु पर्ने छ बाकी यतातिर झर्का हेरिहालौँ गाइज so you better listen to what he has to say, यतातिर चाहिँ एसआई विन्स He'll prep you up के for the लेखेको job. छ गाइज आई डोन्ट नो व्हाट इज दिस मजा नहीं आ रहा है यहाँ हाम्रो फ्रिज रहेको छ यस हामी चेक गर्न सक्दैनौँ यसलाई आई थिङ्क सो यहाँ हाम्रो टिभी थियो आई थिङ्क सो जो कि अहिले छैन यहाँनिर हाम्रो ल्यापटप रहेको छ एज यु क्यान सी एन्ड या एन्ड यता हाम्रो ब्याकप्याक रहेको छ यसलाई उठाइहालौँ एन्ड यसको भित्र के छ ओके अपार्टमेन्टको की रहेको छ यो भित्र ओके सो हामीले चाहिँ एडीलाई भेट्न जानुपर्ने छ गाइस सो ढिला नगरिकन त्यहाँ जाउँ होइन लेट्स सी युज की ओपन डोर सो यो रहेको थियो हाम्रो अपार्टमेन्ट अनि यता दिवारमा केही न केही त लेखेको छ यु नो ड्रग डिलर मतलब यु क्यान अन्डरस्ट्यान्ड गाइज के हुन्छ यिनीहरूको हिस्ट्री यु नो र आज हामी त्यही हिस्ट्रीको हिस्सा बन्नेवाला छौँ अरे कहना क्या चाहते हो र हामी आफ्नो घरको बाहिर जाने बित्तिकै यहाँ छ हाम्रो लागि आई थिङ्क सो यो डस्टबिन हो र गाडीहरूको आवाज आउँदैछ गाइज यता आगो भइरहेको छ अनि यो थियो हाम्रो खण्डर जस्तो घर या यु क्यान सी हामीले यसलाई याद राख्नुपर्ने छ ढोका बन्द छ हाम्रो एन्ड यता हाम्रो गाडी छ माथि मेट्रो गइरहेको छ एन्ड या यही छ ओके सो अहिले हामीले चाहिँ एडीलाई भेट्नुपर्ने छ र एडी चाहिँ आई थिङ्क सो एडीले चाहिँ हामीलाई लोकल स्क्वायरमा बोलाएको छ सो जाउँ एडीको होइन गाइज सो यो गेमको कुरा गर्दाखेरि चाहिँ ग्राफिक्स यति नै राम्रो छ यहाँको एनपिसीजहरूको क्वालिटी राम्रो छ यहाँ कसलेको टायर जलाएको छ गाइज Love the smell of tires in the हेर्नु morning. सक्नुहुन्छ गाइज वाट अ मर्निङ मान्छेहरू मर्निङ वाकमा गइरहेका छन् एज यु क्यान सी हेर्नु सक्नुहुन्छ र यहाँ घरहरू पनि यस्तै छन् फ्याक्ट्री छ उता एन्ड या गाइज पार्क टाइप कोही छ यहाँ आई थिङ्क सो गाडीको पार्किङ हो नो मान्छेहरू बस्ने ठाउँ आई थिङ्क सो आई थिङ्क सो यही नै हो You're here, looking good. या Great. Sit down. I'll brief you up. ओके बस भन्दैछ गाइज भन भाइ Doobie? नहीं मेरे को इस बार रिक्स लेने का ही नहीं है All right, suit yourself. You know what? Sometimes when I get these so-called second Okay, thought the one kind of that thing, I come here, sit down and just watch this shit. पुलिसको आवाज पनि आउँदैछ गाइज मलाई You know that every trap in the U.S. has this bull? 25 million ओके यो bucks it भन्दैछ कि costs. हामीले यसको अन्डरमा काम Always गर्नुपर्ने छ reminds me who we जो कि are हामी now. कतै पनि गर्नेवाला छैनौँ Helps गाइज ये बड़ी अच्छी बात कही आप keep me focused. ओके Anyway, यो भन्दैछ कि यो जेलमा how was the पनि car? गएको थियो Yeah, you young motherfuckers tend to do that. Nowadays, गाली I'd be गर्दैछ fucked up या big हेर्नुहोस् time for मतलब a week लिन्छु if I'd party that झुक के रहना पड़ेगा मेरे आगे hard in one evening. Well, okay. Anyway, good that you stretched up, because we've got some jobs to do. Listen up. I'm your main and only contact in the cartel.
ओके यो चाहिँ यो सहरमा हामी चाहिँ यो सहरमा नयाँ छौँ र यो सहरको जो अन्डरकभर जो ड्रग्सको सप्लाई हुन्छ जो सब यसको कन्ट्रोलमा हुन्छ गाइस त्यसैले हामीले चाहिँ यसको कन्ट्रोलमा रहेर जे गर्नु छ हामीले यसको कन्ट्रोलमा गर्नुपर्ने छ यो भन्दै छ कि हामीले उठ्नु बस्नु आउनु पनि यसकै अन्डरमा गर्नुपर्ने छ यसकै पर्मिसन लिएर सो आई डोन्ट थिंक सो कि हामी यसको भनेको मान्ने छौँ मस्त प्लान है र बट अहिलेको सुरु स्टार्टिङमा त यु नो गाइस हामीले अरूको भनेको नै मान्नुपर्छ ओके चीटिंग करता है तू चीटिंग करता है तू त्यसपछि पछि हेर्ने छौँ एउटा मलाई ठिक छ There'll be clients writing you soon. You make them sales, and I'll get back to you soon after. Questions? No. Yeah, Drugs Shady sales on Com. laptop. It's an So यो encrypted भन्दै छ कि app. गाइस हामीले जो Cartels in the ड्रग्सको 21st सप्लाई हुन्छ century जो now, हामीले baby. आफ्नो Totally ल्यापटपबाट safe. गर्नुपर्ने छ Even एक्चुअली if the दिस इज police द do एआईको get जमाना it, यु नो we can गाइस destroy all the data instantaneously, र both यसले यो server चाहिँ भन्दै छ and कि on the अर्डर्सहरू client हाम्रो ल्यापटपमा आउनेछन् र ल्यापटपबाट And हामीले they हेरेर won't get यिनीहरूलाई shit. अर्डर दिन This is good गर्नुपर्ने छ stuff. र जो Wish पनि I had सामानहरू things like हामी that in किन्छौँ my time यसबाट back नै on the किन्नुपर्ने छ अनि मात्र मार्केटमा बेच्न पाइनेछ ठिक छ ओके सो Oh, you're a smart हामीले boy. कता You'll जानुपर्ने find छ it. गाइस Anyway, get to work. Gotta go. We'll get to you later. ओके अलराइट यो आफ्नो काममा गइसकेको छ र हामीलाई यसले काममा लगाइसकेको छ एज यु नो Just in case you're यसको wondering, हरकत हेर्नुस् त dead गाइस drops are hidden drop हरकत हेर्नुस् गाइस where you will retrieve यु नो smaller गाइस packages. अब Trash bins or as you know, around अब a big drugs crack in the wall, you name डिलरको it. यस्तै हुन्छ हेर्नु सक्नुहुन्छ They're usually कसरी त marked by हिँड्दैछ some यो kind of ठिक symbol, छ so यसले चाहिँ you हामीलाई should काहीँ न find it काहीँ pretty कहाँ easily. त जाने एउटा उ दिएको छ ठिक छ राइट सो जाउँ त्यहाँ एन्ड आई थिङ्क सो हामी यसको माथिबाट जम्प गर्न सक्छौँ र या होइन ओके एन्ड लेट्स गो हामीले चाहिँ अब के गर्नुपर्ने छ भने मर्चेन्ट्सबाट फ्रम डेड ड्रप हामीले केही सामानहरू उठाउनु पर्ने छ आई थिङ्क सो कि ओके सामानहरू उठाउनु पर्छ सायद हामीले There it is. यहाँ चाहिँ यस्तो मार्क बनेको हुन्छ गाइस अनि यस मार्कको तल हाम्रो जो ड्रग्स हुन्छ त्यसको सप्लाई हुन्छ ओके यहाँ हाम्रो आई थिङ्क सो सामानहरू लिएको छ ओके यहाँ चाहिँ हाम्रो 3 प्याकेट मरिथुना छ गाइस ओके अलराइट यसलाई हामी राखौँ एन्ड 5 प्याक अफ एम्फेथिम भूपेन्द्र जोगी केही नाम बोकी छ यसलाई पनि राखौँ एन्ड लेट्स गो Alright, now go back home and हामीले get to चाहिँ the आई थिङ्क सो computer. अब घर Your जानुपर्ने first छ client should be messaging you any moment now. ओके आई थिङ्क You'll get notifications on new messages on your phone. But to read them, you'll need the encrypted app on the laptop. घरमा के हुन्छ गाइस मैले तपाईँहरूलाई अघि नै भने ल्यापटपबाट हाम्रो सबै अर्डर्सहरू आउने गर्छन् र अर्डर्स हामीले ल्यापटपबाट नै गर्नुपर्ने छ सो यसैले हामीले चाहिँ तपाईँको यहाँ जानुपर्ने छ आई थिङ्क यो नै हो हाम्रो डोर लेट्स गो अनि हामीले चाहिँ ल्यापटपबाट हेर्नुपर्ने छ 3टा आई थिङ्क सो 3टा मेसेज आएका छन् हामीलाई मेसेज ओके हाम्रो ल्यापटपमा आई थिङ्क सो मेसेज आएको छ हेरौँ Shadycom Okay, this is Shadycom, a special fancy dark web communicator. This is where you order the merchandise from Eddie, and this is where your clients will contact you. It also has other options, but we'll get to that in time. And हामीसँग यो पनि छ अलराइट कन्फर्म अर्डर्स एन्ड एमा गोल्बिनको पनि हामी अर्डरलाई हो होइन ओके गाइज सो लेट्स गो टु सप्लाई इट यु नो सोसाइटी कमान्ड यो त एक्टिभ रहेको छ गाइज अब हामी जानेवाला छौँ गाइज यस ड्रग्सलाई सप्लाई गर्नको लागि एन्ड यहाँ हामी आफ्नो ढोका लगाइदियो गाइज जत्रो भने पुलिस आएर चेकिङ वेकिङ गर्न सक्छ यो गेममा जतिखेर पनि सरप्राइज चेकिङ हुनसक्छ यसैले जाउँ अब हामी यी हामीसँग जो सामान छ त्यसलाई दिनको लागि हाम्रो कस्टमर्सलाई र हाम्रो फर्स्ट कस्टमर्सले भनेको थियो कि म यो तेरो घरको पछाडि छु भनेर सो आई थिङ्क सो यही हो हाम्रो फर्स्ट कस्टमर या हेलो सर तपाईँ या हियर इट इज तपाईँहरूलाई के चाहिएको थियो मर्जना सो लेट्स गिभ हिम 1 पैकेट अफ मर्जना ओके समझ रहे हो आप समझ रहे हो ऐसे सो ओके
यसले हामीलाई पैसा दिइसकेको छ हाम्रो नेक्स्ट कस्टमर पनि हाम्रै घरको वरपर छन् सो गाइज यस्तो ड्रग्सहरू चाहिँ यो हाम्रो जो छ सडकमा बेच्न अलि के भन्छन् रिस्क हुनसक्छ यसमा यसैले हामी यस्तो ठाउँमा यस्तो खण्डर जस्तो ठाउँमा आउँछौँ नत्र भने यहाँ हेर्न पनि सक्नुहुन्छ तपाईँ यहाँ ट्रान्जिसन इज रिस्क लो भनेर लेखेको छ मेरे को इस बार रिक्स लेने का ही नहीं है बिल्कुल रिक्स नहीं लेने का है पता है पुलिस ने हमको एक बार तो हेमलेट में या तपाईँलाई चाहिएको थियो एमेजोन तपाईँको यहाँ छ थ्याङ्क यू सर फेरि पनि आउनु होला हाम्रोमा त्यो लबस्टर हो कि के भन्नेकोमा नजानु होला ओके सो हाम्रो थर्ड कस्टमर पनि यतै कतै रहेका छन् एन्ड हेलो सर कता हुनुहुन्छ तपाईँ थर्ड कस्टमर अलि टाढा रहेका छन् गाइज आई थिङ्क सो थर्ड कस्टमरले हामीलाई 6 नम्बर बिल्डिङको पछाडि बोलाउनु भएको थियो एन्ड हियर इट इज हेलो म्याम या आई एम द डीलर्स एन्ड हियर इज यर ड्रप ओके वेयर आर द लेभल 2 गाइज कस्तो लागिरहेको छ गाइज तपाईँहरूलाई गेम प्ले अनि यो गेमको क्वालिटी कमेन्ट गरेर भन्नु होला गाइज एन्ड अब चाहिँ हामीले घर जानुपर्ने छ कज हामीसँग जो ड्रग्स हामीसँग जो सामान थियो त्यो सकिसकेको छ एज यु नो यस हामीले खानासाना पनि खानुपर्ने छ गाइज हाम्रो स्टेमिना लो भइरहेको छ कज यदि हामीलाई पुलिसले पक्रियो भने हामी नपक्रियो ओके एन्ड यस सर अब हामी घर जान्छौँ र आई थिङ्क सो हाम्रो घर अनि यो घरभन्दा पहिला गाइज हामीले आफ्नो एउटा चिज गर्नु थियो यो ग्यास स्टेसनमा पनि हामीलाई खबर आएको थियो कि यता पनि केही हुन्छ ड्रग्सको केही सामान केही चिजहरू हेरौँ यहाँ आई वान्ट टु बाई समथिङ यस यहाँ ओके गाइज यहाँ यस्तो केही गडबड छैन हाम्रो व्यापारमा केही घाटा हुनेवाला छैन ओके यहाँ युट्युब स्योर भाइ ओके सो अब चाहिँ हामीले घर जानु छ एन्ड घर गएर जो हाम्रो ल्यापटप छ गाइज त्यहाँबाट हामीले के भन्छन् त्यो अर्डर्सहरू दिनुपर्ने छ होइन हाम्रो कस्टमरहरूलाई एन्ड हामी सर्टकट बाटो लिन्छौँ गाइज वी प्रिफर द सर्टकट आई थिङ्क सो यही नै रहेको थियो हाम्रो घर एन्ड हामीले आफ्नो ढोका खोलेका थियौँ यो आफै बन्द हुन्छ गाइज हुँदैन सो गाइज हामीले जहिले पनि ढोका बन्द गर्नुपर्छ गाइज यदि कोही पुलिस पेट्रोलिङमा भयो भने हामीलाई मार्न सक्छ यु नो एज सो जाउँ अब हामी माथि ओके गाइज हामी आइसकेका छौँ घरमा अनि यो ढोकालाई पनि बन्द गरिदिउँ एन्ड लेट्स गो टु आवर ल्यापटप एन्ड केही ड्रग्सहरू मगाउँ के अलराइट हेड अप यु मेक देम सेल वेल डन अफ इफ यु निड मोर ड्रग्स सो मैले तपाईँहरूलाई अगाडि नै भनिसकेँ गाइज हामीले जो ड्रग्स जो हामीले लिनु थियो सब यसैबाट लिनुपर्ने छ त्यसैले हामी अलि हल्का फुल्का यो लिनेछौँ एड गरौँ यसलाई एन्ड थोडा एबेथेमाइन एड 120 रुपियाँको हाम्रो अर्डर आइसकेको छ यस अनि एन्ड सर तपाईँहरूलाई ओके तपाईँहरूलाई हामी पछि हेर्छौँ गाइज अहिले चाहिँ हामी अर्डर मे टेक सम टाइम इट डिपेन्ड्स अन हाउ लार्ज इज द प्याकेज इज रिमेम्बर अलवेज प्लान अहेड एडी विल इन्फर्म यु प्याकेज व्हेन रेडी इट मी इन द मिन यु क्यान आइदर फाइन्ड सम अदर टास्क वेट हिट टी व्हाइल हाइड आउट टु वेट डायलग ओके गाइज यसले अलराइट अलि हेरौँ ओके आई थिङ्क सो मेसेज आएको छ हामीलाई त्यो एडीकै हुनुपर्छ इज इट के त्यो एडीको हो गाइज हेरौँ एकचोटि वेट अ मिनट ल्यापटपमा हेरौँ सो एडीले मेसेज गरेको छ गाइज इस्ट टाउन ओके डेलिभर क्यास फर काटे alright here alright waiting for you at my place total debate is $120
ओके हामीले चाहिँ अब जानुपर्ने छ एडीलाई हाम्रो यो जो हाम्रो अर्डर थियो उसको पैसा दिनु अनि चाहिँ हामीले चाहिँ के भन्छौँ हामीले चाहिँ हाम्रो यु नो अर्डर लिन पनि जानु छ एन्ड लेट्स गो यो डर लोक छ किनभने कोही अरू अपार्टमेन्टको गाइज अनि म तपाईँहरूलाई भनिदियो गाइज हाम्रो जो अपार्टमेन्टमा छ गाइज जो 2टा फ्लोर छन् एउटा फ्लोरमा एउटा हाम्रो पुलिस बस्छ भने अर्को माथिको फ्लोरमा हामी बस्छौँ बुझ्दै हुनुहुन्छ गाइज माथिको फ्लोरमा ड्रग डिलर बस्छ एन्ड तलको फ्लोरमा यु नो पुलिस बस्छ सो यु क्यान सी एडी धेरै दूर छैन यतैतिर यसले भनेको थियो मलाई या हेलो एडी या हियर इट इज मर्निङ ओके थ्याङ्क्स सो अब चाहिँ हामीले जानु छ गाइज आफ्नो सामान ल्याउन आई थिङ्क सो कि हामीले थोडा वेट गर्नुपर्ने छ एन्ड अवेटिङ प्याकेज डेलिभरी हाम्रो प्याकेजको डेलिभरी अहिले चाहिँ भएको छैन त्यतिखेरसम्म हामी अरू ट्याक्सहरू खोज्छौँ गाइज हामीसँग $6 राख्छ सो सुपर मार्केट जाउँ अनि जुस पिएर आउँ गाइज थोडा फ्रेस हुनुपर्छ यु नो अनि उतिखेरसम्म सिटी एक्सप्लोर गरौँ गाइज एज यु नो गाइज यता बिल्डिङ छ एन्ड वाट इज दिस म्यान वाट सो गाइज जसलाई यसको मतलब छ हजुर भन्नु होला कमेन्टमा एन्ड यो बन्दरलाई हेलो सर तपाईँको यस्तो हाल कसले गर्यो एन्ड यहाँ हाम्रो जिम क्लब रहेको छ एज यु नो एन्ड यता हाम्रो नर्मल हो अनि हामी एकचोटि म्यापलाई एक्सप्लोर गरौँ गाइज यता गभर्मेन्ट डक छ यहाँ बेलाको मेन्सन छ एज यु नो बेलाको मेन्सनमा पनि हामी जानेछौँ ऊ हाम्रो एउटा सिक्रेट एजेन्ट हो नाइट क्लब छ ड्रग स्टोर छ सो एकचोटि ड्रग स्टोरमा जाने र गाइज अहिले सायद आई थिङ्क सो यो राम्रो टाइम होइन हामीले जानु एन्ड यहाँ अरूको घरहरू छन् गाइज यो अहिले बनिरहेको घर हो अब सायद यो भित्र सुपर मार्केट या समथिङ केही अरू बन्छ होला एन्ड रेडी टु गो एन्ड हामी यस गेममा गाडी रन गर्न सक्दैनौँ गाइज कज गाडी तपाईँको लेभल 10मा खुल्छ ओके एन्ड देन दिस इज द बेलाज मेन्सन आई थिङ्क सो या यो बेलाको मेन्सन त नो यो बेलाको मेन्सन होइन राम्रो घर देखिरहेको छु म यहाँ या यु वन्ट गेट मी ओ सो ओके गाइज यो बेलाको मेन्सन होइन एन्ड हियर द एनदर वान्स एन्ड हामी एकचोटि जाउँ हामी अहिले जाँदैछौँ गाइज ओल्ड ह्याबरतिर होइन ओल्ड ह्याबरतिर हामी जाँदैछौँ एन्ड आई थिङ्क सो यही नै हो त्यो देख्न सक्नुहुन्छ गाइज प्यारोट छ यहाँ सुकून का नाम सुना हाय हाय इतना सुकून एन्ड आई थिङ्क हामी यसको भित्र जान सक्दैनौँ एन्ड यो डोर पनि लक छ एन्ड आई थिङ्क सो गाइज हाम्रो प्याकेज आइसकेको होला बट अहिले प्याकेज आएको छैन मैले एडीसँग कुरा गर्नुपर्ने छ गाइज ओके Kenning client okay unlock for sale arena to go your client base so guys अब हामीले ड्रग्स को जो हामी सप्लाई थियो त्यसलाई लिन जानु छ ओके एन्ड फास्ट जान्छ न गाइज नत्र भने कोही अरू मान्छे आएर त्यो छोड्न सक्छ हाम्रो त्यो ड्रग्सहरू क्यों हिला डाला ना एन्ड स्टेमिना नि कम छ गाइज अहिले हामीहरुको एन्ड देन भिडभाड भएको ठाउँमा हामी जो छ गाइज ड्रग्स सप्लाई गर्दैनौँ या एन्ड यस गाइज ड्रग्स Now that's an interesting place. Look up. The two towers, they call it. Creme de la creme of the native pathology. There ain't no Saruman here, but there sure is a lot of magic going on, if you know what I mean. I think so you hold dog किन्ने वाला मान्छे हामी आफ्नो
ओके ओके हामीसँग जो हामीले अर्डर गरेको सामान छ त्यो आइसकेको छ गाइज एमेथिन पनि आइसकेको छ र यो माथु खाना के भन्ने पनि आइसकेको छ एन्ड लेट्स गो टु आवर होम गाइज टु मेक सम न्यू अर्डर Yo, I heard the authorities got pissed by that tire fire situation and they're sending more police on the streets. Watch out for patrols while you run around. They might be nosy. ओके गाइज उसले हामीलाई भनेको छ कि अर्डर आयो कि भने त्यो कन्फर्म गर्न यसले हामीलाई फोन गरेको थियो एज यु नो अब चाहिँ हामीले के गर्नु छ भने हामीले अब क्लाइन्टहरूलाई ल्याउनु छ क्लाइन्टहरू बोलाउनु छ एन्ड हामीले क्लाइन्टहरू यु नो गाइज ढोका लगाइदिनुपर्छ कहिलेकाहीँ जो पुलिसवाला छ त्यो हामीलाई के भन्छन् त्यो के भन्छ सक्कर रोकेर केही माग्न आउन सक्छ माथि त्यसको नुन सुन केही भएन भने र त्यो दौरानमा यदि त्यसले हामीलाई cherry.com मा अब त्यो यु नो गाइज त्यसो गर्न लागि त्यो हुन्न नि त गाइज ठिक छ सो प्राइस चाहिँ हामी अलि माथि बढाउने छौँ ओके प्राइस हामीले $20 गरिसकेका छौँ गाइज 0.00 क्यों हिला डाला ना सेभ ओके धेरै प्राइस नराखौँ होला गाइज आई थिङ्क सो $12 इज द बेस्ट $12 या some of price may too high may affect okay guys आइसकेको छ लास्ट टाउन एन्ड आई एम इन्ट्रेस्टेड अन बिङ ओके हामी तपाईँको अर्डर लिएर आउनेछौँ एन्ड यु अल्सो या वाइ नट कन्फर्म द करेन्ट अर्डर एन्ड अब चाहिँ हामीलाई यो अर्डर्सहरू सप्लाई गर्न जानु छ गाइज फास्ट एन्ड अर्डर सप्लाई गरेर गाइज हामीले एडीबाट नयाँ अर्डर किन्नुपर्ने छ र नयाँ जो हाम्रो के भन्छन् कहिलेकाहीँ अर्डर दिनेखेर जो हुन्छ गाइज हाम्रो मामला तात्न पनि सक्छ ओके सो हाम्रो आई थिङ्क सो सबभन्दा पहिला त हामी गाइज हाम्रो यो क्लाइन्टलाई सामान लिएर आउँ उसले भनेको थियो ऊ यतै कतै छ भनेर आई थिङ्क सो यसको भित्र त नहोला क्लाइन्टको एउटा प्रब्लम हुन्छ गाइज यो के हुन्छ भने यो वेयर आर यु सर वेयर आर यु ओके उसले भनेको छ कि अलि अगाडि आएको छ राइट यस सर कता हुनुहुन्छ तपाईँ यस लाइङ बहुवा सर या हियर इट इज तपाईँको this is not the and हामीले यसको साइज जोड्नुपर्ने त गाइज मेरो थाहा यसलाई चाहिएको थियो एन्ड ओ सरी गाइज हामीले वर्क स्टेसनमा गएर थोडा त्यो उभ्याउनु पर्ने छ ओके अलराइट गाइज सो गाइज आजको लागि यति नै तपाईँहरूलाई यो गेम कस्तो लाग्यो यदि तपाईँहरूलाई यो गेम राम्रो लाग्यो भने हामी यसको सिरिज अझै नै अगाडि बढाउनेछौँ र हामी यसको ड्रग डिलर 1 र 2 भन्ने जो छ त्यसलाई पनि खेल्ने नै छौँ गाइज एन्ड म तपाईँहरूलाई यति भन्न चाहन्छु कि गाइज make sure to like, share and subscribe this video, subscribe to this channel to get this type of more videos. So bye bye, see you tomorrow, see you in the next video guys. And jadakheri what is this? So guys, bye bye.